चाहिँ त जापानमै छ। कान्छी छोरी ज्वाइँ जापानमै छ, ज्वाइँ घर कान्छीको घर चाहिँ बौद्ध। यो देखिएको सबै हो त्यो रोड भन्दा यता। अनि त्यस्तो भएर छ, कोही ठाउँ घाँस छ, के लगाइदिएको छ घाँसहरू। लिचीको रुख त कत्रो अग्लो भएछ। अनि यही घरमा थियौँ सबैजना। अनि दिदी बहिनीहरू भिन्दै गर्ने कुरा भएपछि अनि कान्छी यही घरमा बस्ने भन्यो, जेठीलाई त्यो घर बनाइदिएको पहिला। अरूलाई यसो बोला अस्ति दिन भोलि पाउनु पऱ्यो, केटाले भोलि आएकोलाई गयो सुमनलाई घर अनि ल होइन हातिनी यस्तै छ। अब नातिको छिमेकीले त हेर्नु त यसो माथिबाट नि हेर्छ। नातिनी यस्तै छैन अब नाति टाढा कुमारको सिलीमाथि उहाँ एक्लै ऊ पनि एक्लै हो सबैलाई भनेको अब के गर्छन् पछाडि। यहाँ चाहिँ यो त्यो अल्गो झिस्कोसम्म थियो। खोर बनाएको चाहिँ कति भयो? खोर बनाएको भने खै 5 वर्ष जति भयो कि। अनि यो कतैबाट के जाति भएको अनुदान खोरको? कान्छी बुहारी बिहा गरेको सिन्धुलीको बाबामा काखमा बसेको केटाकेटी काम गर्नै नसक्ने सुत्केरी उहीँ हस्पिटलमै गराएको। अनि यहाँबाट हस्पिटल लानु टाढो हुने, राम्रो हस्पिटल छैन भनेर सिन्धुलीमा जिल्ला हस्पिटल राम्रो भनेर अनि उहीँ सिन्धुली लगिराखेको। 22 दिनमा अस्तिको दिन ल्याएको। अनि यही छोरी आएर यताउता गऱ्यो, यो पनि नसक्ने नभए त। पाल्ने रहर चाहिँ भएको। अनि यहाँ गर्न सक्ने नै छैन। पहिला चाहिँ कति थिए? पहिला त 30-35 होला कति जति थियो। अनि मूल बाटो स्यादर यसको ठाउँको नाम चाहिँ ठ्याक्कै के? हजुर ठाउँको नाम यो माथिल्लो थोत्री नै भन्छन् हजुर। ए माथिल्लो थोत्री। माथिल्लो थोत्री। यो चाहिँ सार्वजनिक जग्गा कि? सार्वजनिक जग्गा। ए सार्वजनिक जग्गा हरपेको हामीले चाहिँ अलि बेलैमा जोबनेमा क्या। ए यहाँ सुनवारै त छ होला नि। के थरी छन्? के थरी छन्? यहाँ बिचमा आफ्टर घर क्षेत्रीहरू छन्, नभए यतातिर सुनवारै छ। यता पारी सुनवारै छन्। अलि मासतिर दमाईहरू छ 2-4 घर। त्यो पारी घरहरू पनि सुनवारकै हो। ए के थरी सुनवारहरू छन्? सुनवार यता हजुर हामी गसिया त भइहाल्यो। हजुर अनि मासतिर फलाङ। हजुर यता मलपुर पनि यातै छन्। हजुर अनि तलतिर सोमना तलतिर सङ्ग टुनिचा छन् बिचमा। अनि लिलामी छन् एक घर। हजुर यस्तै छ। ए लिलामी पनि छ। त्यो पारी चाहिँ के भन्छ? पारीको ठाउँ चाहिँ पारी रातमाटे नै भन्छ। हजुर गैरी भन्छ त्यसलाई, रातमाटे गैरी। तहाँ चाहिँ माथिल्लो थोत्री। हजुर हजुर माथिल्लो थोत्री। यो सबै तपाईँहरूले आफै पैसा उठाएको कि सरकार? होइन, यो चाहिँ मैले योजना माग राखेर 80,000 कति पैसा परेको थियो। कति सालको कुरा? यो भयो होला 10 वर्ष। ए
यो वडाबाट कि गाविसबाट वडाबाट ए वडाबाट गाविसको काम हुँदा चाहिँ मैले उता बस्तीहरूको कामहरू र बाटोहरू काम गरेँ हजुर अनि यसरी बारबेर गर्नुभयो हजुर हजुर पहिला चाहिँ बाँसको बेरा लगाएको थियौँ हजुर अनि मै अध्यक्ष भएर अनि एकजना माग राखेर योसम्म गरियो अनि पछि चाहिँ यहाँ माओवादीको वडा अध्यक्ष जितेको बेलामा चाहिँ फेरि माओवादी वडा अध्यक्षबाट चाहिँ त्यो बेरा घेरा भयो धैर्य धारण गरेर हामीहरू बस्दिनु होला त्यसपछि हामी कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ त्यसले गर्दाखेरि आज मिति 2082 जेठ 2 महिना 1 गते हाम्रो सुनार सेवा समाज मातृभाषा जनमुखीकरण कार्यक्रम संयोजक थियो अब सुनार महिला समाजबाट यो जुन आजको यो हुनु गइरहेको मातृभाषाको लागि यो पहिले पनि यो मातृभाषा आउने चर्चा भइरहेको थियो त्यसले गर्दाखेरि हाम्रो छत्रजी जिल्ला कमिटीको छत्रजी हुनुहुन्थ्यो यहाँ उहाँले चाहिँ यो मातृभाषा सुन्ने के अरे परिषदको लागि उहाँले चाहिँ निम्ति हुनुभएको थियो उहाँ आज ऊ राष्ट्रिय प्रतिष्ठान प्रतिनिधि आउनु भएको छ हाम्रो चाहिँ विवेक सुनवारजीलाई अलिकति हाम्रो वैधानिक प्राप्त भइसकेको छैन मौखिक मात्रै भएको छ पुनर्गठन भइसकेको छैन त्यसले गर्दाखेरि र हाम्रो यो यसरी भुवासी च्याप्रालाई पनि अलि हेर्न आएको हुन्छ मिलेर हार लाएर बस्नु ल फोटो पनि राम्रो आउँछ क्या हार प्रभाव सुनवार जोडी नेता 10 तपाईँकै पाला शिव नौकल आने विष्णुबहादुर सुनवार दोनपा दास कर्ता त्यो आने पूर्णबहादुर सुनवार दुर्नव प्रजलका 10 आने चित्रहार सुनवार दिनपा 10 कर्ता सेव आने मदन सुनवार दुधौली 10 कर्ता सेव गोपाल सुनवार दुधौली 10 मङ्गल नमस्ते मेरो नाम मदन सुनवार म चाहिँ दुधौली नगरपालिका वडा नम्बर 10 कर्ताबाट अनि म चाहिँ हाम्रो डुङ्गली याता परिवारबाट
आने जितबहादुर सुनवार दुनपा 10 म चाहिँ हाल 10 नम्बर वडाको चाहिँ म अध्यक्ष परेँ स्यौ अनि सुनवार चाहिँ सेन्देली दुधौली वडा नम्बर 10 छत्रबहादुर सुनवार जिल्ला कार्य समिति र यहाँको नगर समिति पनि भएको हजुरदेखि म स्यौ मेरो नाम चाहिँ चम्पा सुनवार दुधौली नगरपालिका वार्ड नम्बर 10 कर्खा पूर्व कोषाध्यक्ष नमस्ते मेरो नाम अमृता सुनार नमस्कार मेरो नाम चाहिँ निर्माया सुनवार वडा नम्बर 10 थोत्री नमस्ते मेरो नाम कुसुम सुनार नगरपालिका वडा नम्बर 10 आने खै आने रिता सुनवार दुधौली 10 थोत्री एके नमस्ते मेरो नाम मनिका सुनार वडा नम्बर 10 मङ्गलपुर आने खै त परिचय कार्यक्रम तपाईँभित्र भइसकेको छ। अहिले चाहिँ रुद्रजी हुनुहुन्छ, उताका छत्रजी हुनुहुन्छ, मेरो नाम चाहिँ रुद्रबहादुर सुनार। मेरो नाम चाहिँ कर्णबहादुर सुनवार। म पहिला नगरपालिकाको म कार्य समितिको सचिव। अब अहिले हाल चाहिँ अब यो नयाँ पूर्णता पाइसकेका छैन। अब सचिवमा अब तर्फजाले सहमति भइसकेको छ। अब त्यसलाई अब अगाडि बढाउनलाई अब सचिव चाहिँ अब रुचाएको छु। अब हेरौँ। अहिले उहाँलाई बिदा दिनको लागि अब यो कार्यक्रम सञ्चालन गर्न पाएँ। म पनि यहाँबाट चाहिँ अर्को ठाउँ कार्यक्रममा जानलाई तयार छु। त्यसले गर्दा मलाई पनि ढिलो हुने हो भन्नुभएको हुनाले हामीले यो कार्यक्रमको लागि हामीले अगाडि बढाएका छौँ। यो अहिले जुन उहाँले मातृभाषाको लागि चाहिँ हाम्रो चाहिँ प्रतिनिधि सुनवारज्यू मलाई हेर्न त त्यसले गर्दाखेरि उहाँले
तपाईँ हामी बिचमा चाहिने अब सल्लाह सुझाव दिनको लागि मैले उहाँलाई यो मञ्चमा आएर आफ्नो चाहिने मन्तव्य दिनु होला भने दियो सुनारजीलाई निवेदन गर्छु। ताली बजाएर कोर्डिनेसन जुन गर्नुभएको छ यो दुधौली चिया समाजका नगर कमिटीका सम्पूर्ण पदाधिकारीलाई म फेरि एकचोटि सम्झिन्छु र त्यसै गरी चाहिँ म व्यक्तिगत र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिनिधित्व सबैलाई सियो नमस्कार भन्न चाहन्छु। विशेष गरी भन्नुपर्ने त विषय खासै केही छैन र भन्दाखेरि के छ भने यो मातृभाषा कार्यक्रम जुन यो ठाउँमा तपाईँको भेगमा जुन आयोजना अघि पनि एकचोटि उहाँले विशेष गर्नुभएको छ र यो कार्यक्रम चाहिँ हाम्रो जुन महिला समाजले आयोजना गरेको तर यसको आर्थिक प्रायोजन सहयोग चाहिँ हाम्रो प्रतिष्ठान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गरिराखेको हो र किन चाहिन्छ त भन्दाखेरि आफ्नो आइडेन्टिटी जस्तो हामी सबै सुनवार लेख्छौँ, सुनवार त लेख्छौँ नि होइन हजुर, सुनवार लेख्छौँ तर हाम्रो के हो त भन्दाखेरि भाषा मात्रै बोलेर नि गर्दैन, भाषा त जसले नि सिक्दाखेरि आउने कुरा भाषा सिक्न पऱ्यो, संस्कार संस्कृति कल्चरको संरक्षण गर्नु पऱ्यो। त्यो संरक्षण त अरूले गरिदिँदैन, गरिदिन्छ त गर्दैन, हामी आफैले गर्न पऱ्यो र यस सम्बन्धमा हाम्रो संविधानले पनि मौलिक भाषाको रूपमा भाषाको व्यवस्था गरेको छ। यसको संरक्षण गर्न संवैधानिक रूपमा व्यवस्था गरेको छ। यसको संरक्षण गर्नको लागि जागृत गर्न तपाईँ हामीले जरुर छ। यसै सन्दर्भमा के गर्नुपर्छ भन्दाखेरि नेपाल सरकारको तर्फबाट आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले हरेक वर्ष यस्तै कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ र अहिले तपाईँ हाम्रो यो बागमती प्रदेश सिन्धुली बागमती प्रदेश भएको छ र त्यसै गरी हामीले प्रतिष्ठानले गदा नीति व्यवस्था गरेछ होइन हजुर। अनि बनाउँदाखेरि सरकारी कामकाजको बनाउनुपर्छ भन्ने जुन सिद्धान्त अनुरूप चाहिँ दुईवटा प्रदेशमा गत वर्ष कार्यक्रम गरेको थियो र सोही सन्दर्भमा गण्डकी प्रदेशमा चाहिँ अहिले त्यो विधेयक तयारी भएर त्यहाँ चाहिँ मगर गुरुङको भाषा मौलिकता भएको छ, उसलाई प्राथमिकता दिएको छ र गण्डकीमा बागमतीमा चाहिँ नेवार र तामाङ भाषा जुन हामी वैशाख 24 गते त्यो भइसकेको छ। यी सन्दर्भमा हुँदै जाँदाखेरि भोलि हाम्रो त्यसरी यो संरक्षण गर्ने आजको यो जुन जेनेरेसनको जिम्मेवार त मेरो तपाईँहरू सबैको छ बाँकी उसले अब सन्दर्भमा जानुपर्छ र तपाईँहरूले यो अब जति दिन यहाँ रहनुहुन्छ आज भोलि जति सिक्नुहुन्छ तपाईँले विशेष गरी म शुभकामना दिन चाहन्छु। अनि सबैले सिक्नुहुन्छ जाने कुरा आज जुन सुनवार समाज सुनवारहरूको हितको लागि जातिको लागि आफ्नो जीवन नै एउटा बलिदान गर्नुपर्छ। भोलि त्यो उहाँको के कति छ कति योगदान गर्नु भोलि चाहिँ इतिहासको समीक्षा गर्ने विषयवस्तु भयो र उहाँले जति सिकाउनुहुन्छ तपाईँले सिक्नुहुनेछ रहनुहुनेछ भन्ने कुरामा पूर्ण विश्वास छु र विशेष गरी म चाहिँ यहाँबाट फेरि पूर्व जानुपर्नेछ बिदा हुने हुँदाखेरि तपाईँहरू सबैजनालाई यस कार्यक्रम सफलतापूर्वक हुनेछ भन्ने अपेक्षासहित सबैलाई नमस्कार। टिभीमा हाल्ने हो क्या
गरिसक्यौँ। त्यसै गरी अब हामीले यो हाम्रो कार्यक्रम हाम्रो सिराबाट आउनु कार्य समिति पहिला हुनुहुन्थ्यो, अब अहिले चाहिँ उहाँ पूर्व सचिव हुनुहुन्छ, उहाँलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुनु भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँलाई पनि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध चाहन्छु। त्यसै गरी हाम्रो प्रशिक्षक हुनुहुन्छ केन्द्रीय महासचिव, उहाँलाई उत्तम सुनारजी, उहाँलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुनु भने हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी जिल्ला कमिटी सदस्य हुनुहुन्छ हाम्रो छत्रबहादुर सुनारज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनु हार्दिक अनुरोध गर्न चाहन्छु। व्यस्त हुनुहुन्छ है बाबा, त्यसले गर्दाखेरि मलाई पछि गरिदिनु माफ पाऊ। त्यसले गर्दाखेरि हाम्रो अध्यक्षजी हुनुहुन्छ रुद्रबहादुर सुनारज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनु। हाम्रो यो सुनार सेवा समाज मातृभाषा अभिकरण कार्यक्रम यो अब हाम्रो यहाँ अब सहभागी पनि भनौँ। एक त अब बालज्योति प्राज्ञिका हाम्रो शिक्षक हुनुहुन्छ सुशीला सरलाई यो कुरो चाहिँ 2-4 कुरो चाहिँ भनिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहे। ताली बजाएर स्वागत गर्नु मञ्चमा आएर भाषा अभिमुखीकरण कार्यक्रमको केन्द्रबाट पाल्नु भएका उत्तम सुनार प्रशिक्षकज्यू, हाम्रा यस दुवली नगरपालिकाको अहिले हुनुभएको अध्यक्षज्यू र गोलबजार सिराबाट पाल्नुभएका अतिथिज्यूहरू, हाम्रा बेच्न आसन हाम्रो के अरे यस कार्यक्रमको अतिथिहरू र यस कार्यक्रममा सहभागी भएर कार्यक्रम सफलतापूर्वक कार्यक्रमको अन्तिमसम्म कार्यक्रम सहभागिता हुने सबैजनालाई मेरो सेवा नमस्कार। यस कार्यक्रम सुन्दर मातृभाषा अभिमुखी कार्यक्रम खास म जुन कार्यक्रम सहभागी हुने बेलासम्म त सुरुदेखि त भएन, जतिखेर म आएँ त्यस कार्यक्रममा चाहिँ सुन्दर भाषा लगायत सुन्दर गीत 5 दिने कार्यक्रम, 1 देखि 5 सम्मको कार्यक्रम, त्यसपछि ढोल झ्याम्टा र अब हुँदै गरेको चाहिँ नाच्योको प्रशिक्षण सबैजनाले एकदमै मन लगाएर कार्यक्रम गरिदिनु भयो, सिकिदिनु भयो। त्यसमा साह्रै खुसी लागेको छ। आउने दिनहरूमा यस्तो कार्यक्रम केन्द्रदेखिको लिएर कार्यक्रमहरू बेला बेलामा हामीले लिन पाइराखौँ भन्दै 2 शब्द मेरो यही दिन्छु। हस्त धन्यवाद। धन्यवाद सुशीला उहाँले यो हाम्रो कार्यक्रम ढोल झ्याम्टा प्रदर्शन कार्यक्रमहरू नाचगानहरू सिकिदिनु भएकोमा सहभागीहरूलाई धेरै धेरै राम्रो भयो भनेर जानुभयो, उहाँलाई धेरै धन्यवाद। अहिले गर्दाखेरि अथवा यो गरिबको समयले गर्दा हामीले लगभग आजै सक्यौँ। त्यसले गर्दाखेरि यो हाम्रो प्रमाणपत्र तालिम लिइसकेको एउटा प्रमाणपत्र छ, हामी सबै सहभागीलाई वितरणमा प्रतिबद्धता गर्दै 2082 जेठ 1 गतेदेखि 5 गतेसम्म सुनवार महिला समाजद्वारा सञ्चालित 5 दिने क्विज सुनवार मातृभाषा अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुभएकोमा तपाईँलाई यो प्रमाणपत्र प्रदान गरिन्छ। परमबहादुर सुनारज्यू
सुनवारज्यू दुदोली 10 पर्सा त्यसै गरी गोपाल बहादुर सुनवार दुदोली 10 मङ्गलपुर सिन्धुली। त्यसै गरी भगवती सुनवारज्यू त्यसै गरी उहाँले आफ्नो प्रमाणपत्र लिनु भएको छ। उहाँलाई धेरै धन्यवाद। त्यसै गरी देशकुमारी सुनवारज्यू त्यसै गरी मौसम सुनवारज्यू दुदोली। त्यसै गरी सविता सुनवारज्यू दुदोली 10 पर्सा। सविता सुनवारज्यू दुदोली 10 पर्सा। अमृता सुनवारज्यू। त्यसै गरी निर्मया सुनवारज्यू मङ्गलपुर छ उहाँको गइदिने थियो दिन पर्दा। तेजबहादुर सुनवारज्यू दुदोली 4 देवमाया सुनवारज्यू रोहित सुनवारज्यू दुदोली 11 सिरपुर सिन्धुली। चम्पा सुनवारज्यू दुदोली 10 कर्था सिन्धुली। त्यसै गरी बलबहादुर गठिया सुनवारज्यू त्यसै गरी यो कार्यक्रम समापन गरिदिनु होला भनी म यो माइक्रोफोन दिन चाहन्छु। यो माइक्रोफोन भन्दा अगाडि म के भन्न चाहन्छु, अब हामीले यो कार्यक्रम समापन गर्न गइरहेका छौँ। अब हाम्रो खाएर हजुर आफ्नो घरतर्फ जान्छ होला र यो कार्यक्रमलाई चाहिँ अस्ति भएको म पनि अब भन्न चाहन्छु। सुनार मातृभाषा अभिमुखीकरण कार्यक्रम 2082 साल जेठ 2 गतेबाट 5 गतेसम्म चलेको कार्यक्रममा उपस्थित हुनुहुने सबैजनामा रुद्रबहादुर सुनवार नगर समितिको तर्फबाट सेवा यो तर्फले हामीलाई यो प्रथम नगरको साथ दिनुभयो। धैर्य भएर मातृभाषा ढोल देवता सिक्नुभयो। यसमा अब हामी यो कार्यक्रमपछि नासोलाई नजानेको कुराहरू प्रशिक्षण दिनुहुन्छ उत्तमजीले। यसमा तपाईँलाई हामी के दिनु सक्छौँ र
एउटै कुरा म दिन्छु तपाईहरुलाई हामी आफूले आफूलाई आफ्नो सुनर जात भएको नाताले हामी आफूलाई गर्व ठान्नुपर्छ यो नेपालको नक्साभन्दा ठुलो आफ्नो छातीको चौडाइ हुनुपर्छ भन्दै म आजको प्रमाणपत्र वितरण कार्यक्रम यी समाप्त भएको घोषणा गर्छु हस्त धन्यवाद हेर्दा पनि हुन्छ हेर्न चाहिँ एउटा चाहिँ त्यो ब्यानर निकालेर खिचौँ ल त्यहाँ हाम्रो टोका छ नि त्यो लाउरे काटी धन्यवाद रे आउने रे गिलासमा खाने भए गिलास लैजाऊ मार्जानी